हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज हो दिवाली। यो टाइल्सहरू सफा गर्नुपर्छ। यो पुरा जति छ सब पुरा फोहोर भइसकेछ। यो हिजो भन्दै थियो सफा गर्छु, बट भएन। आज गर्नुपर्छ यो। गाइज त मैले पानी खाइसकेँ अनि अब सरोक्ने हालिसकेँ। यो पुरा सफा गर्नुपर्छ अहिले। गाइज म पानी ल्याइसकेँ, अब यसलाई धुनुपर्छ। यहाँ सरफ पानी छ, तपाईँलाई देखाउँछु। यहाँ राखेर आवर लाग्यो धुनमा। कम्प्लिटली गर्न सक्नुहुन्छ। आफ्नो काम गर्नमा लाज राख्नुहुन्न। अहिले म आएको छु केला काट्न, मतलब केलाको बोट काट्न। म र यो रोशन भाइ। बोट काटेको छु। यसलाई आफूभन्दा नि ठुलो बोट भयो। यो नचाहिने पत्ताहरूलाई मैले काटिदिएँ। यसलाई लग्ने कसरी त्यही थाहा लागेर चाहिँ आफूभन्दा नि धेरै वेट भयो बोटको। लगाइरहेको थिएँ, त्यही कारणले हल्का बिजी भयो। आज दिवाली थियो। मैले लाइटहरू नै लगाइसकेँ पुरा। अब साँझ परिरहेछ, दियाहरू बाल्नुपर्छ, लाइटहरू नै जलाउनुपर्छ। म तपाईँलाई देखाउँछु कस्तो हुन्छ आजको। यो अगाडिमा यसरी लाइट लगाएको छु। अब बत्ती बालेपछि देखिन्छ। म माथि गरिदिएको छु। यो के भन्छ, बकरीहरू हुन्छ यता, गोठहरू, त्यसले खाइदिएला भनेर। अनि यतापट्टि नि रहेछ। यो बालेपछि राम्रो देखिन्छ। यहाँ यस्तो रहेछ। यहीँ जब तपाईँहरूले बत्तीहरू बालेपछि के भन्छ, कस्तो हुन्छ, कस्तो बल्छ, कस्तो त्यो देखाउँछु। अब म नुहाउन गएँ। नुहाएपछि पूजा गर्नुपर्छ। त्यसपछि फाइनली पूजाहरू नि भइसक्यो। अब लाइटहरू नि बलिसक्यो। म पूजा गर्दै थिएँ। भर्खर पूजा गरेर यस्तो बलेको छ, हेर्न सक्नुहुन्छ। यस्तो रहेछ। अब म अगाडिमा देखाउँछु तपाईँहरूलाई। यस्तो रहेछ।
तपाईँले हेर्न सक्नुहुन्छ यहाँ अहिले पुरा बत्तीहरू लागिसकेछ बलिसकेछ पुरा झिलिमिली भइसकेछ चारैतिर यहाँ यो मर्करीले गर्दा हल्का अर्कै भाइब्स आइरहेछ कस्तो दामी देखिरहेछ हेर्न सक्नुहुन्छ कस्तो अर्कै भाइब चारैतिर दिया बत्ती झिलिमिली भएको छ अब गाइज म जाँदैछु हुक्का लोली खेल्न मैले छतमा छु तपाईँहरूलाई देखाउँछु हुक्का लोली कस्तो हुन्छ साथीहरू अब म यो यसलाई हुक्का लोली भन्छ अब म खेल्न जाँदैछु यहाँ रोशन भाइहरू छ यहाँ हेर्न सक्नुहुन्छ यस्तो हुन्छ हुक्का लोली गाउँतिर जसको गाउँमा गएर होला उनीहरूलाई थाहा होला यो रुकन जे बैठ निकाल्नु मन ठीक बोले छ करोड बढ समस्या भएको छ छुट्टीमा गरेर आज त चला भर्ते खन्दा गाइस यहाँ हेर्नु पटक्का लगाइसकेछ नितिश भाइले खेल्दै यहाँ पटक्का जल्दी लगायो गाइस यहाँ हेर्नु अब फुलझारीको बारी हो आइतको वर्षा अब आगोको वर्षा हुनेवाला छ ल त साथीहरू म यो ब्लगलाई यहीँ गर्छु